हेलो नमस्ते एभ्रिवान। हामी चाहिँ जापानको सिमानिकिनबाट आज चाहिँ हामीलाई चाहिँ हाम्रो खाइसियाबाट स्याचरले चाहिँ तरकारी लगाउनको लागि खेत मिलाइदिनु भएको भएर चाहिँ तिमीहरू गरी खाऊ भनेर चाहिँ म्यानेजरले मिलाइदिनु भएको भएर चाहिँ हामी चाहिँ जाँदैछौँ। हाम्रो खाइसियाकै अगाडि छ अनि हामी सबैजना गइरहेको छौँ। अगाडिको गाडी चाहिँ हाम्रो साथीको हो। यो चाहिँ हाम्रो खाइसिया हो। अगाडि अब हामी यहाँबाट मोडिँदैछौँ। अगाडि मोडेको गाडी चाहिँ हाम्रो साथीको हो, सँगै काम गर्ने हाम्रै नेपाली साथी, हाम्रो समीर सानको गाडी हो। यो अगाडि देखेको चाहिँ हाम्रो खाइसिया हो। यहाँ चाहिँ हामीले काम गर्ने ठाउँ, हाम्रो कम्पनी चाहिँ यही हो। यो हाम्रो खाइसिया। यसकै साइडमा चाहिँ हाम्रो यो अगाडिको सडक घुमाएर यो चाहिँ यहाँनिर हो हामीले तरकारी लगाउने। यो हाताकी भन्छ यहाँनिर जापानिजमा चाहिँ है। खेत यो चाहिँ हामीलाई उपलब्ध गराउनु भएको छ। यसरी चाहिँ हाम्रो यहाँ जनताहरू काममा लागि परिसक्नु भएको छ है। म चाहिँ यसो हल्का भिडियो बनाएर सुरुवात गरौँ भनेर अगाडि यसको अपडेटहरू आउँदै गर्छ, हेर्दै गर्नु होला। जापानमा कस्तो हुन्छ त तरकारी फलाउने।